सो गाइज आज हामी बनाउने छौँ वर्ल्ड म्याप, त्यो पनि वर्ड प्याडमा। यो मेरो ल्यापटप छ हैन, हेर्नुस्। पहिला थिच्ने यताबाट हेर्नुस्। फर्स्ट थिच्ने 1, अब क्याप्स लकबाट F1F। अब म अरु तपाई यहीबाट हेर्नुस्। 5 यताबाट 5 थिचाए मैले FFA यो भएन। अब यता यो ALT अनि X छ, यसलाई यो दुईटाले थिच्ने। अब हेर्नुस् यो वर्ल्ड म्याप बन्छ। तपाईले नि ट्राई गर्न सक्नुहुन्छ। म एकचोटी फेरि देखाइदिन्छु। ब्याक स्पेस हान्ने 1F FA। अब AL प्लस X बन्यो। यो तपाई बनाउन सक्नुहुन्छ इन वर्ड प्याड। यता हेर्नुस्, वर्ड प्याड को देखाइराछ, यही हो यताबाटको पनि। थ्यांक यू फर वाचिङ गाइज। लाइक सब्स्क्राइब गरिदिनु होला यति। ओके बाइ बाइ टाटा।